इभी गाडी किन्न लोन होइन, इभी गाडी किन्न लोन अथवा ब्याङ्किङ प्रोसेस कसरी? इभी गाडी किन्न रहर भयो। इभी गाडी किन्न चाहिँ एउटा ब्याङ्किङ प्रोसेस पनि गरिन्छ। 100% आफूले पैसा तिरिँदैन, डाउन पेमेन्ट र इन्स्टलमेन्ट गरिन्छ। त्यो चाहिँ कसरी गर्ने है? अब सुरुमा मलाई दिमागमा सोच आयो होइन, कुन ब्याङ्कबाट फाइनेन्स गर्ने भन्ने मलाई लागिरहेको थियो। फाइनेन्स त गर्नु पऱ्यो, मलाई अनुभव छैन। मैले के गरेँ, एउटा सरकारी एउटा निजीबाट गर्ने हुन्छ। निजीमा पनि गएँ, कहाँ गर्दाखेरि 12%, 15%, कति 13%, कति पर्सेन्ट ब्याज दर भने त्यो चाहिँ मलाई निकै महँगो लाग्यो। त्यसपछि म सरकारी ब्याङ्कमा गएँ, नेपाल ब्याङ्क लिमिटेड NBL-मा गएँ। त्यहाँनिर चाहिँ 6.5%मा मिल्दो रहेछ, बडो खुसी लाग्यो। अनि त्यसपछि अब मैले चाहिँ कसरी गर्ने भन्ने मलाई ब्याङ्किङ प्रोसेस मलाई केही पनि आइडिया थिएन। अब गाडी किन्न गइरहेको छु है त। मलाई गाडी किन्ने सोच आएको छ होइन। म के गरेँ भन्दाखेरि 1-2वटा निजी ब्याङ्कमा गएँ। कन्फ्युजन भयो। कसैले 9-10% भने, कसैले चाहिँ हामी यो गाडीको लागि गर्दैनौँ, अलि टाइट छौँ भने, के भने कसो भने, खासै त्यस्तै भयो। त्यसपछि नेपाल ब्याङ्क लिमिटेडमा गएँ। त्यहाँनिर थाहा पाएँ मैले 6.5% ब्याज दरमा चाहिँ नि लोन पाइँदो रहेछ होइन। त्यसपछि चाहिँ त्यहीबाट प्रोसेस गर्नु पऱ्यो भनेर मैले सोच बनाएँ। इभी गाडी किन्नको लागि के गर्नु पर्दो रहेछ भन्दाखेरि, इभी गाडी किन्नको लागि 40% चाहिँ नि क्यास डाउन पेमेन्ट गर्नु पर्दो रहेछ। 60% चाहिँ के हुँदो रहेछ, फाइनेन्स गरिदिँदो रहेछ ब्याङ्कले होइन। अब 60% भनेपछि अब के भन्दाखेरि मेरो 38 लाखमा मैले किन्दैछु भनेपछि, अब मैले 38 लाख होइन 37 लाख 50,000मा गाडी किन्दैछु भनेपछि त्यसको लगभग त्यसको के हुन्छ, 60% भनेको कति हुन्छ भन्दाखेरि 60% 22 लाख जति हुन्छ। अब 40% भनेको 15 लाख जति हुन्छ। द्याट मिन्स के भयो भन्दाखेरि 15 लाख बराबरको चाहिँ मेरो ऋण ल्याउने भएँ। 15 लाख बराबरको चाहिँ मैले के गर्ने भयो भन्दाखेरि चाहिँ नि डाउन पेमेन्ट गर्ने भयो 40%। अनि 22 लाख बराबर चाहिँ के भयो भन्दाखेरि त्यो चाहिँ ब्याङ्कले फाइनेन्स गरिदिन सक्ने भयो। त्यसको लागि के गर्नु पर्दो रहेछ भन्दाखेरि, यदि 22 लाख चाहिँ फाइनेन्स गर्नुपर्ने हो भने पहिला चाहिँ गाडीलाई नै धितो मान्दो रहेछ। 37-38 लाखको गाडी धितो हुन्थ्यो। तर अहिले त्यसलाई मात्र नभएर गाडी प्लस त्यही 22 लाख बराबरको सम्पत्ति के गर्नु पर्दो रहेछ, देखाउनु पर्दो रहेछ सम्पत्ति। द्याट मिन्स जग्गा चाहिँ के गर्नु पर्दो रहेछ, हामीसँग त्यति भ्यालु भएको जग्गा हामीसँग हुनुपर्दो रहेछ होइन। अनि त्यसपछि त्यो गरिसकेपछि अब के गर्ने भनेपछि अब प्रोसेस सुरु हुन्छ। अब प्रोसेस के हुन्छ भन्दाखेरि, अब जग्गाको लागि के चाहियो भन्दाखेरि जग्गाको 4 किल्ला प्रमाणित, ओल्लो कुना पल्लो कुना योमा यसो छ भनेर। अर्को त्यसपछि घर बाटो सिफारिस, त्यो जग्गामा चाहिँ बाटो पुगेको छ भनेर कसले के गर्नु पर्यो, सिफारिस गर्नु पर्यो। कसले? ओडाले गर्नु पर्यो। यो 2वटा डकुमेन्टको 500 1000 रुपियाँ ओडाले ल्याउँछ होइन। अनि त्यसपछि हाम्रो माथि के भन्छ, नापीले के गर्छ भन्दाखेरि ट्रेस नक्सा दिन्छ हो। अनि त्यसपछि ब्याङ्कमा लोन लिने भइसकेपछि त्यो जग्गाको त्यो अवधिसम्मको कर तिरेको हुनु पर्यो। कर तिरेको रसिद कर तिरेको रसिद चाहिँ कहाँबाट कर तिर्नु पर्यो, तिरेको हुनु पर्यो। तिरेको छैन भने पालिकामा गएर कर तिर्नु पर्यो, झ्यामझ्याम भइहाल्छ। पालिकामा गएर त्यो कर तिरेको रसिद पनि के गर्नु पर्यो, ब्याङ्कलाई बुझाउनु पर्छ। यो भइसक्यो। यति कुरा भइसकेपछि के गर्छ भन्दाखेरि ब्याङ्कका मान्छे र ब्याङ्कले तोकेको भ्यालुएटर होइन, भ्यालुएटरलाई लगेर के गर्ने, जग्गा देखाउने। भ्यालुएटरले जग्गा नाप जाँच गर्छ, यसो रहेछ, तपाईँले यसरी किन्न रहेछ, यसो रहेछ उसो रहेछ भनेर यसको भ्यालु उसले तय गर्छ होइन। अनि त्यो भ्यालुएटरलाई चाहिँ लगभग 7-8 हजार रुपियाँ त्यसलाई दिनुपर्छ है। त्यसपछि ब्याङ्क अब के गर्नु पर्यो भन्दाखेरि, अब त्यो सबै कागजात अनि ब्याङ्कले त्यो जग्गा हेऱ्यो। त्यसपछि भ्यालुएटरले भ्यालुएसन गर्छ 1-2 दिन लाएर। त्यसपछि के गर्नु पर्यो भन्दाखेरि ब्याङ्कमा के गर्नु पर्यो, जग्गा धनी र ऋणी पनि जानु पर्यो। ऋणी भनेको चाहिँ मैले गाडी किन्न लागेको थिएँ, मेरो बुवाको नाममा किन्दै थिएँ। जग्गा धनी हुनुहुन्थ्यो मेरो भाउजू हुनुहुन्थ्यो। त्यस कारणले गर्दा भाउजू र बुबा के गर्नु पर्यो, ब्याङ्कमा उपस्थित हुनु पर्यो। भाउजूले चाहिँ हो म यो ऋणमा चाहिँ सहमत छु, मैले चाहिँ मन्जुरीनामा दिएँ भनेर भाउजूले त्यो दिन चाहिँ दिनुहुन्छ। भ्यालुएसन होइन। अनि मैले तोकेका 4 किल्ला बिनी कागजातहरू चाहियो होइन। अनि त्यसपछि हाम्रो जसको जग्गा ऊ र जसले ऋण ल्याउने ऊ पनि गएर के गर्नु पर्यो भन्दाखेरि ब्याङ्कमा लोन एप्लाई गर्नु पर्यो।
यो चाहिँ नि अलि फरक खालको लोन हो। हायर पर्चेज भनेको चाहिँ हामीले हायर भाडाको सामान भाडामा लाउने चिज किन्नको लागि पर्चेज गर्दैछौँ। त्यही भएर यो सम्बन्धित ब्रान्चबाट हुँदो रहेछ। यो चाहिँ जाँदो रहेछ हेड अफिसमा जाँदो रहेछ। हेड अफिसमा चाहिँ लगभग कति दिन लाउँछ भन्दाखेरि 7-8 दिन लाउँछ। यदि प्राइभेट हो भने अलि छिटो पनि होला, सरकारीमा चाहिँ अलि ढिलो हुँदो रहेछ। त्यो सबै हेड अफिसमा गएर हेड अफिसले चाहिँ हेड अफिसमा जान्छ। हेड अफिसमा गइसकेपछि हेड अफिसले चाहिँ के कुराहरू माग्छ भन्दाखेरि हेड अफिसले यो भएन, यो भएन, ऊ भएन भनेर बल्ल उसले चाहिँ सबै चाहिँ रित पुग्नु पर्थ्यो। रित पुर्याएर बल्ल हाम्रो लोन एप्रुभ हुन्छ माथिबाट। त्यसको लागि के माग्यो भन्दाखेरि मलाई सुरुमा यो कुन यातायातबाट चल्ने हो, त्यसको के गर्नु पर्यो, कुन यातायातबाट चल्ने हो, त्यसले चाहिँ नि यो गाडी हाम्रोमा दर्ता हुँदैछ, यसले चाहिँ महिनामा यसको आम्दानी यति, यसको खर्च यति, यसको चार्जिङ यति, यसो खर्च आम्दानी गरेर नेट आम्दानी यति भनेर देखाउँछ हो, एउटा ब्याङ्कले देखाउँछ। अनि हामीले पनि त्यस्तै अनुसार हैन, त्यसले कति दिन महिनामा कति दिन चल्न बनाएछ, त्यही दिन यति दिन चल्छ भनेर, यति भाडा हो, यति एक्सपेन्सेस हो भनेर हामीले आफ्नो तर्फबाट एक्सेल सिट बनाएर प्रिन्ट गरेर के गर्नु पर्यो भन्दाखेरि यो पनि के गर्नु पर्यो, ब्याङ्कमा बुझाउनु पर्यो। दुईवटा कुरा है। अनि त्यसपछि यसलाई अर्को भनेको इन्कम सोर्स छ भनेपछि इन्कम सोर्स पनि देखाएको राम्रो हो। आफ्नो म चाहिँ जागिरदार थिएँ, मैले मेरो अफिसले चाहिँ यति हो यसको तलब भनेर तोकेर जो जससँग सम्बन्धित छ यो मान्छेको तलब यति हो भनेर त्यसले पनि मेरो इन्कम सोर्स खुलाउँछ। त्यो कागज पनि मैले पेश गरेँ, उसले पनि त्यसलाई पनि सपोर्ट गर्छ। अब त्यो भइसकेपछि ऊ त माथिको हेड अफिसले चाहिँ त्यो ब्याङ्कको हेड अफिसले के गर्छ, त्यो हायर पर्चेजको लोन एप्रुभ गर्छ। लोन एप्रुभ गरिसकेपछि ब्रान्चमा जाने, ब्रान्चले के गर्छ भन्दाखेरि डिओ लेटर, हाम्रो डिओ लेटर बनाइदिन्छ। डिओ लेटर भन्ने बुझेन, डिओ लेटर बनाइदिन्छ। डिओ लेटर चाहिँ के गर्छ, सोरुममा पठाइदिन्छ। सोरुममा पठाइदिसकेपछि सोरुममा डिओ लेटर पठाइदिन्छ। डिओ लेटर पठाइदिसकेपछि डिओ लेटर भनेको के हो भन्दाखेरि हामीले तिर्दिन्छ भाइ भने लेटर हो कि। अनि त्यसपछि अब मेरो के थियो भन्दाखेरि 15 लाख रुपियाँ मैले क्यास गर्नु पर्थ्यो, 24 लाख रुपियाँ के गर्नु पर्यो भन्दाखेरि सोरुमले ब्याङ्कले फाइनेन्सिङ गरिदिने हो। अनि ब्याङ्कले चाहिँ उताबाट पेमेन्ट गरिदिन्छ, यताबाट मैले क्यास पेमेन्ट गर्छु। क्यास पेमेन्ट गरिसकेपछि गाडी हाम्रो नाममा आउँछ हैन, गाडी हाम्रो नाममा आउँछ। ब्याङ्क चाहिँ गाडी चाहिँ कसको नाममा हुन्छ भन्दाखेरि ब्याङ्कको नाममा हुन्छ हैन। अनि त्यसपछि त्यो तर हामीले चलाउन पाउँछौँ। अनि त्यसपछि एउटा चाबी, गाडीको एउटा चाबी बनाएर के गर्छ भनेपछि त्यो चाबी ब्याङ्कलाई बुझाउनुपर्छ। ब्याङ्कलाई बुझायो, गाडी हाम्रो नाममा आयो। गाडी हाम्रो नाममा आइसकेपछि गाडी त्यो भइसकेपछि कालो नम्बर प्लेट बनाउनु पर्यो है। त्यसपछि हाम्रो कालो नम्बर प्लेट बनाउनु पर्यो। कालो नम्बर प्लेट बन्छ। कालो नम्बर प्लेट बन्छ। मैले प्युठानको मान्छे चितवन गएर निकालेको थिएँ। त्यसपछि अब रुट पर्मिट भन्ने पनि चाहिन्छ। रुट पर्मिट पनि चाहिन्छ हैन। रुट पर्मिटको लागि चाहिँ के हो भन्दाखेरि यातायात व्यवस्थापन कार्यालय तुलसीपुर, यातायात अफिसको तुलसीपुर है, तुलसीपुर गएर रुट पर्मिट गराउनुपर्छ है। रुट पर्मिट गराउनुपर्छ। रुट पर्मिटको लागि पनि के भन्ने तपाईले लाग्ला है, यो सबै भनिदिन्छु है। रुट पर्मिटको लागि चाहिँ के, रुट पर्मिट है, रुट पर्मिट गराउनको लागि के चाहियो भन्दाखेरि यो हाम्रो ब्लू बुकको प्रतिलिपि है, प्रतिलिपि। अर्को दोस्रोमा के चाहियो भन्दाखेरि अर्को ब्लू बुकको प्रतिलिपि हैन, ब्लू बुकको प्रतिलिपि भयो। अनि त्यसपछि अर्को चाहियो, के चाहियो भन्दाखेरि त्यहाँको लेखा शाखामा गएर त्यहाँनिर चिट, त्यसले पैसा काट्छ, राजस्व उठाउँछ, त्यसको चिट चाहियो हैन, राजस्वको चिट हैन, राजस्वको चिट। त्यसले के को लागि चिट काट्छ भन्दाखेरि, के को लागि चिट काटिदिन्छ भन्दाखेरि एउटा चाहिँ रुट पर्मिटको लागि, अर्को चाहिँ जाँच पासको लागि, अर्को चाहिँ के भन्छ एउटा पटकेको लागि हैन। गरे यसै गरेर मेरो लगभग 2100 जति आएको थियो कि यसले काट्दिन्छ, च्याट्ट काट्दिन्छ। काट्दिसकेपछि के हुन्छ भन्दाखेरि च्याट्ट काट्दियो हैन। काट्दिसकेपछि के गर्छु म, एउटा जाँच पास गर्ने ठाउँ हुन्छ, त्यहाँ गएर ल जाँच पास गर्नु पर्यो भन्ने। अनि त्यसपछि नयाँ गाडी हो, नयाँ गाडी हो भने गाडी ल्याउनु पर्यो भन्छ। त्यहाँ लाने, यसो हेर्छ चेसिस नम्बर कहाँ हेर्नुपर्छ हेर्छ। यो गाडी, यो ब्लू बुक र यो गाडीको नाम एउटै हो, ठिक छ, जाँच पास भयो, ओके, अब यो हो है भन्ने खालको ब्लू बुक र त्यो एउटैको हो भन्ने खालको जाँच पास भयो हैन। जाँच पास भइसकेपछि के गर्ने भन्दाखेरि अब 7 नम्बर कोठामा जाने हैन, 7 नम्बर भनिदिइहालेँ। 7 नम्बर कोठामा गएर चाहिँ ल मैले जाँच पास गरिसकेँ, मैले टोकन रसिद काटिसकेँ हैन। अनि त्यसपछि
मैले यहाँनिर बिर्सेँ होइन। यहाँनिर के चाहिन्छ भन्दाखेरि यो रुट पर्मिटको लागि एउटा जाँच पास चाहियो होइन। अनि त्यसपछि सम्बन्धित कुनमा दर्ता गरेको छ गर्ने हो गाडी, त्यसले चाहिँ के गर्छ भन्दाखेरि यो रुटमा चल्ने गाडी हो। अब के हो त्यो यातायात समितिले के गर्छ भन्दाखेरि यो गाडी चाहिँ नि हामीलाई चाहिँ यो गाडी हाम्रोमा दर्ता छ, यो रुटमा चल्ने हो होइन, यो रुटमा चल्ने हो, यो रुटमा चल्ने हो, यसको चाहिँ रुट पर्मिट गराइदिनु पऱ्यो भन्ने निवेदन ल्याएको हुन्छ। त्यसको पनि फोटोकपी लाग्ने अथवा त्यो पत्र लाग्ने, ब्लु बुक भइहाल्यो। अनि त्यसपछि त्यही नै हो। अनि त्यसपछि इन्सुरेन्स, त्यसपछि अर्को के छ भन्दाखेरि इन्सुरेन्स पनि हुन्छ, इन्सुरेन्सको फोटोकपी पनि लाने। तीनवटा कुरा लगेर तीनवटा अनि जाँच पास पनि लगेने, तीनवटा चारवटा कुरा लगेर जाने। लगेर गइसकेपछि ल चारवटा कुरा है, के कुरा, एउटा कुरा चाहिँ ब्लु बुक भइहाल्यो, दोस्रो कुरा के इन्सुरेन्स भइहाल्यो, तेस्रो कुरा के जाँच पास है। जाँच पास पनि उहाँ गएर गर्ने कुरा, जाँच पास भइहाल्यो होइन। जाँच पास पनि अफिसमा गएर गर्ने कुरा, जाँच पास भयो। यति तीनवटा कुरा लगेर र अर्को पनि भन्छ है, यो पञ्जीकरण भन्छ। पञ्जीकरण गरेको यातायात हाम्रो जुन अफिसमा जुन यातायात प्रणालीमा हामीले दर्ता हालेर चलाउने हो त्यसमा पञ्जीकरण हुँदो रहेछ। त्यो पञ्जीकरण भएको लगेर जानु पर्दो रहेछ। यदि भएन भने चाहिँ यसो सम्झिने गएर यसो भएन सर भनेर भएपछि मिल्छ कुराकानी। यति लगेर रुट पर्मिट बनाइदिन्छ। रुट पर्मिट बनाइसकेपछि त्यो रुटमा हामी चल्न पायो, भाडा उठाएर मनग्गे आम्दानी गर्न पायो है। यसमा भुलचुक केही भए माफ पाऊँ। धन्यवाद।